हेलो जय मसी नमस्ते जय मसी आज यो पानी परेर नि हाम्रो यो गार्डनमा त 3-4 दिनमा नआएको ल यहाँ चाहिँ यो फेरि सक्सेसन प्लान्टको लागि काँक्रा ल्याएको थिएँ। योपालि चाहिँ खाइन्छ कि जस्तो आछ। अस्ति चाहिँ किराले खाइदियो सबै। अनि यो इस्कुसको मुन्टा हामीले खाइसकेका छौँ। अनि करेला यसरी फलेछ। योपालि चाहिँ बारीको बीचमा एउटा नाबो टमाटर उम्रेको थियो। अनि हाम्रो मलाई चाहिँ थाङ्ग्रा लगाइदिनु भएको थियो। कति फल यसमा पनि। यो चाहिँ चेरी भन्दा नि चेरी चाहिँ चेरी नै हो, तर मिडियम साइजको त्यो अरू जस्तो साह्रो सानो पनि हैन। अमिलो चाहिँ हुन्छ है फेरि। करेला जतासुकै लागिरहेछ, हेर्न सक्नुहुन्छ। पानी परेर धोइहाल्छ नि। हावारो पानी धेरै आयो नि त यो पानी पऱ्यो कि त्यसको त हावाले यो चाहिँ मेरो डल्ले अकबरे हैन, डल्लेको प्याच हो। यहाँ चाहिँ योपालि फल्न चाहिँ डरै फल्यो। डल्ले त्यसरी फलिरहेछ। यो एउटामा 5वटासम्म फलेछ। हेर्नुहोस् यहाँ एउटा चिप्पामा यस्तो लागेछ खुर्सानी चाहिँ। तर योपालि साह्रै ढिलो पाक्दैछ। यहाँ चाहिँ पहिला क्यारेट गाजर लगाएको थिएँ। अनि यो गाजर फलेपछि अहिले चाहिँ मसिनो देख्न सक्नुहुन्छ। यहाँनिर यो लाइनमा यहाँ, अनि त्यहाँदेखि यहाँनिर, अनि यहाँनिर अहिले चाहिँ यो चाहिँ सक्सेसन प्लान्ट हुन्छ। फेरि यो चाहिँ मटर केराउ दाना हो। त्यहाँ चाहिँ पोथ्रे बढी फलिरहेछ। अनि यता टमाटर छ त्यहाँनिर। यो बैगुनको प्याच भयो। यो चाहिँ नागी काँक्रा हुन्छ। अब चाहिँ सकिन लाग्यो। अनि यहाँनिर पहिला प्याज थियो, अहिले चाहिँ धनिया आइरहेछ। अनि यहाँनिर हेर्नुहोस् लौका धेरै फल्यो। योपालि खाए। बाँडी अझै फलेकै छ। हेर्नुहोस् चिचिला कति लागेछ है। अनि साथसाथै यहाँ घिरौला ट्रेलिसमा घिरौला लगाइदिनु भएको छ। साह्रै फलेछ यहाँ। नि यो चाहिँ ऱ्याटल स्नेक बिन्स भन्छ। छिर्के परेको बोडी हुन्छ। साह्रै मजाले फल्छ। अनि यसमा चाहिँ खोस्टा धेरै चाम्रो हुँदैन। यसको चाहिँ साह्रै मजाको हुन्छ। मैले धेरैवटा अनलाइन खोज्दा जनी सिड्समा यो भेटेर रोपेको। एकदम राम्रो खालको छ। यो डल्लेको प्याच
अनि बीचबीचमा चाहिँ मैले यसरी फुल रोपिदिएको छु। यो कस्मस हो। अनि यहाँनिर पनि छ फुल। यो चाहिँ पोलिनेटरको लागि हो। अनि यहाँ पनि छ। अनि जतासुकै मैले यसरी फुल लगाइदिएको छु गमलामा। यसले चाहिँ मौरीहरू आउनलाई सहयोग गर्छ। अनि यो चाहिँ मलाई मेरो सानाआमाले राम्रो खालको डल्लेको बिउ हो भनेर 4वटा बोट ल्याइदिनु भएको थियो टेनिसीबाट। खुर्सानी साँच्चै राम्रो रहेछ यसको, मिठो बास्ना आउने। अहिले चाहिँ रातै पाकेर चाहिँ मैले बिउको लागि छोडिदिएको यो। धेरै फल्दो रहेछ यसले नि। यहाँ चाहिँ पहिला आलु थियो अनि मैले आलु खनेपछि अलिकति मकै लगाएको थिएँ कम्ती। यहाँनिर 20वटा बोट मात्रै छ। मजाले आइरहेछ यो मकै पनि, अब फल्ने बेला आएछ। अनि यो चाहिँ तोरी साग छ रहेछ फेरि। मलाई माथि हाम्रो बहिनीले तोरीको बिउ दिनुभएको थियो। राम्रो छ, चिल्लो खालको पात हुन्छ भाउजू भन्नुहुन्थ्यो। अब हेरौँ कस्तो हुन्छ। अनि यहाँ देख्न सक्नुहुन्छ मेरो सिमीको झ्या हो। पोहोर साल जस्तै योपालि नि धेरै फलिरहेछ सिमी। यो यस्तो छोटो सिमी छ यो एउटा। अनि त्यसको यता साइडमा तुने बोडी पनि फलिरहेछ। अनि यो चाहिँ हामी लाभ्रे सिमी भन्छौँ। तपाईँहरू के भन्नुहुन्छ थाहा छैन। कस्तो छ भने यो चाहिँ यो खालको छ सिमी यस्तो। यो साइडमा 3-4वटा अनि मजाले फलिरहेछ यसरी। यो चाहिँ हामी लाभ्रे भन्छौँ यसलाई। अनि सबै ट्रेलिसमा क्याटल प्यानलमा चाहिँ उहाँले बनाइदिनु भएको छ यसरी। ट्रेलिसमा फलिरहेछ सिमी, कति फलेछ छ। देखाउँ है त। यो चाहिँ फेरि अर्कै करङ्गी भन्दो रहेछ यसलाई। यो खालको छ, यस्तो खालको छ। अनि मेरो भेन्डीको प्याच हो। अब चाहिँ लगभग फलिसक्न लागेको, तर सिमीको झ्या लाएर यसमा लरेको हुनाले मैले नफलेको हो। यहाँ चाहिँ यो साइडमा चाहिँ यो खालको छ सिमीहरू हेर्नु सक्नुहुन्छ तपाईँले। यो पानी परेकोले गर्दा के भएर यो चाहिँ मैले बिउ राखेको थिएँ योपालिको लागि। अनि हेर्न सक्नुहुन्छ साह्रै मजाले फलेको छ है। फल्न चाहिँ सजिलो, यस्तोमा मजाले रमिता देखिने। तर म चाहिँ छोटो मान्छे परे टिप्न एकदम गाह्रो हुने रहेछ। अब यहाँ हाम्रो नानाले मलाई अलिकति भाङ्रे सिस्नु भन्नुहुन्थ्यो। बिउ दिनुभएको थियो र मैले कुनै फ्याँकिदिएको थिएँ। अलिक रोगिए जस्तो छ, घाम नपुगेर। तर आइरहेछ यहाँ। झार पला छ, अब झार उखाल्न सकिँदैन, सिस्नुले पोल्यो भने फेरि गाह्रै हुन्छ। अनि हेर्नुहोस् यो खालको हुन्छ सिमी। यो करङ्गी सिमी हो त्यो, यसरी फलिरहेछ। यहाँ चाहिँ मेरो अक्कबरेको प्याज। यो चाहिँ अक्कबरे खोर्सानी यति धेरै फलेको छ हेर्नुहोस् साथीहरू। यहाँनिर यति धेरै फलेको छ। तर यो पानी धेरै परेर होला, योपालि मौसम यस्तै भइरहेछ ओहायोमा। एकदम ढिलो पाक्न थाल्यो। पोहोरैतिखेर धेरै पाकेको थियो। कति फलेको छ हजुर यहाँ देख्न सक्नुहुन्छ यस्तो। तर पाक्नु चाहिँ ढिलो पाक्दैछ अहिले। अलिअलि रातो त देख्दैछु। ला भाँची फाल्यो त। हेर्नुहोस् खोर्सानी यहाँ देख्दैछु अलिअलि रातो यसरी फलेको छ है खोर्सानी चाहिँ। योपालि खोर्सानीको ढेँडी पनि ठुलो ठुलो लागेको हो यस्तो। अलिअलि पाक्न थालेछ अब चाहिँ। यहाँनिर लौका आफै उम्रिएको थियो। अनि
यो रुखमा लगाएको त बन्दै फलेन, चिचिला लाग्दैछ अरे। अनि हाम्रो उहाँले ता ल्याएर चाहिँ यो मल्चबाट यहाँ चाङ लगाइदिनु भएको थियो। त्यसपछि त कति फलो यो साल चाहिँ लौकाले पुग्यो भन्दा भएको छ। अब पाक्दैछ, भर्खर पाक्दैछ। त्यहाँ भित्रभित्र पनि पाकेको देख्दैछ यता नि, रातो रातो नै। योपालि घिरौला माथि गइदियो। अब कसरी टिप्ने, फल्नु त फल्यो तर टिप्ने कसरी सोच हुँदैछ अब यहाँनिर। यसरी टुप्पोमा गएर फलिदिरहेछ है। अनि यहाँ पनि छ सजिलोमा पनि धेरै फलिरहेछ योपालि। योपालि मैले पहिलोचोटि ट्राई गरेको यो परालमा टमाटर रोप्नुलाई। मैले के अरे गार्डन फ्यामिली भन्ने थियो एउटा स्प्रिङडेलको आएको देखेको थिएँ मैले भिडियो, र अनि ट्राई गरेको उनीहरूले भने जस्तै गरेर। साह्रै धेरै फल्दो रहेछ परालमा चाहिँ। तपाईँहरू पनि ट्राई गर्नुहोस्। डिटर्मिन र इन्डिटर्मिन भन्छ। डिटर्मिन भनेको चाहिँ त्यो एउटा सर्टेन हाइटमा पुगेपछि त्यो उम्रिन छोड्छ। जस्तै रोमा टमाटो भयो, ठुलो ह्याम्बरको टमाटोहरू। यसमा यो चेरी टमाटर चाहिँ नलाउनु रहेछ पराल, र यो थाङ्ग्राले नभ्याउँदो रहेछ नि। योपालि अलिकति यहाँनिर सुपर चिल्ली टोकी खाने, यो चाहिँ मेरो छोराको फेभरेट हो, आलुसँग भुटेर खान्छ खोर्सानी। अनि यो चाहिँ भुटे खोर्सानी। अनि यो चाहिँ ससिडो पेपर भन्छ। यो नि पिरै हुन्छ। भुटे खोर्सानी जस्तै यो पनि यसरी लागिरहेछ। बैगुन अब खाइसकेर यो मर्दै गएको हो। यति छ मेरो चाहिँ यो डल्ले अक्कबारे चाहिँ यहाँनिर लगभग 140 वटा जति छ बोट यहाँनिर। त्यहाँनिर चाहिँ फेरि डल्ले चाहिँ यहाँनिर 60 वटा जति छ। यस्तै छ मेरो बारी। यो पानी परेर अहिले सेकसेको लाग्दो भइगएको छ। तर ऊ तल मेरो करेला र सिमी, इस्कुसको ज्याङ यहाँ भयो, डल्ले खुर्सानी, अनि यहाँ तोरी र मकै, अनि सिमी छ धेरै। अनि सिमी फेरि यहाँ अकबरे। अनि त्यसै एउटा बिउ राखेको मैले, यो चाहिँ घिरौला, हरियो घिरौला। यो पहिला चाहिँ यहाँ जङ्गलकै रुख थियो। अनि झार काट्न नमिल्ने अस्पट लाग्दो उकालो। अनि तर 3-4 वर्षमा यसरी धेरै सागसब्जी फल्ने बारी बनाइसकेको छौँ हामीले। अझै यहाँ बनि नै छ। ल है, यस्तो छ है हाम्रो चाहिँ।